नमस्ते, म मुकेश एसआरके एकाउन्टिङबाट। ट्याक्स फाइलिङ भनेको हामीलाई लाग्छ कि ट्याक्स फाइल गरेर बेनिफिट कति पाइन्छ र अथवा तिर्नुपर्ने हुन्छ त्यो मात्रै हेर्ने भन्ने बुझ्छौँ। तर ट्याक्स फाइलिङ भनेको तपाईँले कसरी करेक्टली एप्लाई गर्ने र कसरी स्ट्राटेजिकली तपाईँको फाइनेन्सियली सपोर्ट गर्ने भन्ने कुरा एकदम इम्पोर्टेन्ट हुन्छ। तपाईँ न्यू कमर हुनु सक्नुहुन्छ, तपाईँ सेल्फ इम्प्लोइड हुन सक्नुहुन्छ, अथवा स्टुडेन्ट हुनसक्छ, जो पनि हुन सक्नुहुन्छ। तपाईँले ट्याक्स फाइल गर्नुभन्दा अगाडि के र ट्याक्स फाइल गरेपछि के गर्ने भन्ने कुरा जानकारी पाउनु चाहिँ एकदम इम्पोर्टेन्ट छ। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। ट्याक्स फाइल गर्नुभन्दा अगाडि एकदम इम्पोर्टेन्ट कुरा तपाईँले ध्यान दिनुपर्ने कुरा भनेको तपाईँको फर्स्टमा तपाईँको इन्कम सोर्सेसहरू, जस्तै तपाईँको T4 हुनसक्छ, T4A हुनसक्छ, सेल्फ इम्प्लोइड हुनुहुन्छ अथवा कन्ट्र्याक्ट बेसिसमा काम गर्दै हुनुहुन्छ भने। T5 हुनसक्छ तपाईँको ब्याङ्कबाट इन्ट्रेस्टहरू आएको हुनसक्छ। तपाईँको अरू सेल्फ इम्प्लोइड इन्कम जस्तै उबरबाट अरू इन्कम पनि हुनसक्छ। यो कुराहरूलाई मेन्टेन गर्ने फर्स्ट। सेकेन्ड तपाईँको पर्सनल इन्फर्मेसन, जस्तै तपाईँको एड्रेस। धेरै जस्तो केसमा चाहिँ कस्तो हुन्छ भने कतिजनाहरू उहाँहरूले चाहिँ बिचमा गएर तपाईँको एड्रेस चेन्ज गर्ने कुरा हुन्छ। त्यो केसमा चाहिँ सिआरएले तपाईँको बेनिफिट अथवा तपाईँको केही कुरा कम्युनिकेसन गर्नु पऱ्यो भने तपाईँसँग राइट एड्रेस हुँदैन, त्यो केसमा तपाईँ बेनिफिटबाट पनि ल्याक हुन सक्नुहुन्छ, तपाईँलाई घाटा हुनसक्छ है। त्यो टाइमली एड्रेस र तपाईँको करेन्ट एड्रेस अपडेट गर्ने। अनि तपाईँको कोही डिपेन्डेन्ट हुनुहुन्छ अथवा म्यारिड हुनुहुन्छ भने यसो कुराले चाहिँ तपाईँको बेनिफिटमा एकदम असर गर्छ। कसैले बढी पनि पाउने हुन्छ, कसैले कम पाउने हुन्छ। यदि तपाईँले राइट इन्फर्मेसन हाल्नुभयो भने तपाईँले बढी पाउने चान्सेस, बेनिफिट्सहरू बढी पाउने चान्सेस धेरै हुन्छ। अनि थर्ड भनेको तपाईँको अघि इन्कम भयो, तपाईँको पर्सनल इन्फर्मेसन त भयो। अब थर्डमा भनेको तपाईँको डिडक्सनहरू अथवा क्रेडिट्सहरू। जस्तै डिडक्सनमा के आउनसक्छ, तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने तपाईँको ट्याक्सेसन स्लिप्स हुनसक्छ, ट्युसन स्लिप्स हुनसक्छ। तपाईँ सेल्फ इम्प्लोइड हुनुहुन्छ भने तपाईँको ग्यास एक्सपेन्सेस हुनसक्छ, अरू एक्सपेन्सेस रिलेटेड टु द तपाईँको इम्प्लोइमेन्ट बिजनेस के छ त्यो अनुसार हुनसक्छ। अथवा घरबाट काम गर्नुहुन्छ भने, वर्किङ फ्रम होम गर्नुहुन्छ भने त्यसमा रिलेटेड रेन्टल कुराहरू हुनसक्छ। अनि अब तपाईँको मेडिकल एक्सपेन्सेस हुनसक्छ। अन्यथा यस्तो कुराहरूले चाहिँ तपाईँको इन्कम घटाउँछ र तपाईँलाई ट्याक्स बेनिफिट धेरै दिलाउने हेल्प गर्छ। अनि तपाईँको यदि तपाईँ कन्फ्युज हुनुहुन्छ, अब तपाईँको सेल्फ इम्प्लोइड हुनुहुन्छ अथवा न्यू कमर हुनुहुन्छ क्यानाडामा भने ट्याक्स प्रोफेसनलसँग पहिला कन्सल्ट गर्नु होला, अनि मात्र फाइल गर्नु होला। सेकेन्ड भनेको तपाईँको यो त भयो तपाईँको ट्याक्स फाइल गर्नुभन्दा अगाडि के भयो। अब ट्याक्स फाइल गरिसकेपछि गर्ने के त। अब तपाईँले जहाँबाट पनि ट्याक्स फाइल गर्नुहुन्छ